हेलो गाइस, फाइनली हामीहरू चाहिँ होइन पुग्यो गोवा। सो अलरेडी हाम्रो कोइन्सिडेन्स बेङ्गलोरमा जस्तो भइरहेको थियो, त्यसलाई अब त्यहाँ चाहिँ छोडेर अब फाइनली हामीहरू गोवामा आयौँ। हाल हाम्रो चाहिँ अहिले मन्जिल चाहिँ छैन है, एक्चुअली मन्जिल चाहिँ छैन। अब गोवामा आइयो के हुन्छ कसो हुन्छ होइन, एक्ज्याक्ट हामीलाई कुनै थाहा छैन क्या, त्यही भन्न चाहन्छु। सो तुम कुछ बोल्न चाहते दोस्त? हाँ भाई, हमको तो बोलना है। उधर ही वो है ना? गोवा का है ना, हाँ। गोवा पहुंचे आके बोलो। बेंगलोर में तो लूट दिया, अब गोवा ही आया तो डब्ल्यू ढूंढना पड़ेगा सिन सजेशन गार्डन में। उधर ही जाएंगे, 10 करोड़ रुपए निकालेंगे और अमीर बन के चल देंगे। सो त्यही भन्न चाहन्छु। सो फाइनली चाहिँ गोवा चाहिँ पुग्यो। हिजोको रातिको ट्रेन थियो होइन, सो 14 घन्टा सफर गरेर फाइनली गोवा पुग्यो। यो कुन चाहिँ मडगांव मडगाउँ भन्ने यो मडगाउँ रेलवे स्टेसन अरे। त्यो फर्स्ट टाइम हाम्रो एक्सपिरियन्स चाहिँ फर्स्ट टाइम है गाइस, फर्स्ट टाइम फर्स्ट एक्सपिरियंस विथ अब गोवा। देखो गोवा तो पहुंच गए, पैसे तो है नहीं, अब क्या करेंगे। गोवा में पहुंचे और ठीक गोवा में आके खाली हुए, तो अब वही सीन सेबेस्टियन गार्डन जाना पड़ेगा। डब्ल्यू ढूंढ के 10 करोड़ रुपए निकाल के बस पैसे वही खर्च करने पड़ेंगे। अब त्यही भन्न चाहन्छु क्या, अपडेट गर्दै गर्छौँ होइन। हामीलाई जस्तो प्रब्लम हुन्छ, हामीलाई जे हुन्छ होइन, अपडेट गर्दै गर्छौँ गाइस। गाइस, त्यही भन्न चाहन्छु, ओन्ली गाइस नट जो गर्ल्स। जतिसो जो हुनुहुन्छ होइन गोवामा बाइचान्स कोही छन् भने होइन, साथीभाइ आमा बाउ दिदी बहिनी कोही छन् भने प्लिज कमेन्टमा भन्नु होला। कमेन्टमा भन्नु, शेयर गोवामा गर्नु, लाइक हुनुहुन्छ भने गर्नु, कुन चाहिँ जग्गामा सब्सक्राइब गर्नु। कुन चाहिँ जग्गामा हुनुहुन्छ गोवाको, कुन चाहिँ जग्गामा हुनुहुन्छ प्लिज कमेन्टमा भन्नु होला है। सो यही हो गोवाको चाहिँ भ्यू। सो यो चाहिँ रेलवे स्टेसन हो गाई। बाटातिर चाहिँ यस्तो छ हालत। अपडेट गर्दै गर्छु गाइस, हेर्दै जानु होला।